हेलो टासी दिले सबैजनालाई। आज चाहिँ म बनाउन गइरहेको छु मुरैको डल्ला है। तपाईँहरूले देखिसक्नु भएको छ मैले घिउ हाल्न लाग्दैछु हैन। घिउ चाहिँ ठुलो 1 चम्चा हालिदिने। त्यस पछाडि मजाले घिउलाई पिगाल्यो। त्यस पछाडि चाहिँ डेट्सलाई हालिदिने है त। यो डेट्स खजुर पनि भन्छ है यसलाई। डेट्स हालिदिने हैन। त्यसलाई मजाले घिउमा मजाले एकछिन पकाउने। त्यसपछि गुड हालिदिने है त। गुड 3 चम्चा, ठुल्ठुलो चम्चा 3 चम्चा, अथवा तपाईँहरूको स्वाद अनुसार पनि हाल्न सक्नुहुन्छ हैन। तपाईँहरूको स्वाद अनुसार हाल्न सक्नुहुन्छ। त्यसलाई मजाले भुट्यो मजाले पिक्लेको जस्तै हुन्छ है, चिनी पक्लेको जस्तै मजाले भुट्यो हैन। अनि त्यहाँदेखि चाहिँ भुटेको अनि हेरेर नरम हुन्छ होइन। यो सबै नरम पुरा नरम भइसक्छ है। चलायो त्यहाँदेखि चाहिँ मुरै हालिदिने है त। मुरै तपाईँहरूलाई कति चाहिन्छ त्यति हाल्ने हैन। धेरै अमाउन्टमा बनाउनु भयो भने धेरै हाल्नुहोस्। सबै चिज धेरै हाल्नुपर्छ हैन। त्यस पछाडि यो चाहिँ ड्राई फ्रुट्सहरू है, काटेर राखेको ड्राई फ्रुट्सहरू हो। ड्राई फ्रुट्सहरू हाल्ने। त्यहाँदेखि मजाले फेरि चलाउने हैन। मजाले चलायो हैन। मजाले चलायो हैन। मजाले चलायो। त्यहाँदेखि चाहिँ मजाले मिक्स गर्यो। मिक्स गरेपछि डल्ला चाहिँ तातोमै बनाउनु पर्छ है त। तपाईँहरूको हातमा घिउ लगाएर डल्ला चाहिँ अलि तातोमै गर्छ। हातहरू अलिअलि तातै हुन्छ। मेरो हात पनि रातो भइसकेको हुन्छ। जति सक्दो छिटो गर्नुपर्छ है त तपाईँहरूले चाहिँ। मैले पनि छिटो गर्दैछु हैन। अलिअलि हात पनि पोल्छ हैन। बाहिरबाट किनेर खाएको भन्दा आफ्नै घरमा खाने हेल्दी। ल हेर्नुहोस् त कति धेरै भयो। घरमा बनाएको हेल्दी पनि, फ्रेस पनि र आफ्नो हातले बनाएको